यहाँहरू सम्पूर्णलाई स्वागत छ हाम्रो यस युट्युब च्यानल तथा फेसबुक पेज KBS 15 मा। स्तरीय मूर्तिकारिता अद्भुत कला भएका वरिष्ठ कलाकार हुन् दीनानाथ कोलीज्यू अर्थात् DN श्रेष्ठ दिनेश। विक्रम सम्वत 2035 सालमा जन्मिएका उहाँको जन्मथलो धुलिखेल नगरपालिका वडा नम्बर 4 मा पर्दछ। धुलिखेलको भीमसेन जात्राको भिन्देउ अर्थात् देउता उहाँकै घरमा राखिन्छ। वरिष्ठ कलाकार दीनानाथ कोलीज्यूको कर्मथलो चाहिँ ललितपुर पाटन रहेको छ। महालक्ष्मी 4 हात्तीवन ललितपुर स्थित आफ्नै घरमा बाघ भैरव ह्यान्डिक्राफ्ट सञ्चालन गरी राख्नु भएको छ। धुलिखेल निवासी DN श्रेष्ठलाई उनको कलाको लागि देशी विदेशीले उनको कलालाई चिनेर खोजी गर्ने गरेको उहाँ बताउनुहुन्छ। नमस्ते, म दीनानाथ कोली दिनेश श्रेष्ठ हात्तीवन ललितपुरको कलाकार, यो मूर्ति व्यवसाय कलाकार पनि हो। मेरो जन्मथलो धुलिखेल काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर 4 मा पर्छ। म चाहिँ मूर्ति कला व्यवसायमा विगत 30 वर्षदेखि लागि परेको छु। म चाहिँ यो पातामा थोज्या माज्या भन्ने, अब इम्बोसिङ आर्ट भन्छ इङ्ग्लिसमा, नेवारीमा थोज्या माज्या भन्छ, यो कार्यमा लागिरहेको छु। यस्तै भैरवका मूर्तिहरू, ठुला ठुला गुम्बामा ठुला ठुला देवताहरू, विभिन्न म्युजियम, नेपाल बाहिरका म्युजियमहरूमा पनि मेरो कलाहरू प्रशस्त देख्न सकिन्छ। अब यही स्थानीय काठमाडौँ, ललितपुर, भक्तपुरका केही मठ मन्दिरहरूमा, टुँडालहरूमा, तोरणहरूमा पनि मेरो कला प्रशस्तै देख्न पाइन्छ। मेरो कला चाहिँ अब विभिन्न सहरहरूमा, विदेशहरूमा नि एक्सपोर्ट हुन्छ। अब नेपालभित्र पनि अब कीर्तिपुरको बाघ भैरव भयो, अब ठिमीको लाएको भैरवको मुखाकृति पनि मैले बनाएको हो। र कीर्तिपुरको लाखे सहरमध्ये अब राम्रो मान्छ त्यो लाखेलाई, त्यो लाखे पनि मैले नै बनाएँ। अनि विभिन्न ठाउँका लाखे मुखाकृति, भैरव नाच, महाकाली नाचका सम्पूर्ण मुखाकृतिहरू पनि बनाएको हो। यो पनि अब बसन्तपुरको आकाश भैरव हेरेर हुबहु तामाको पातामा उठाएर बनाएको हो। यस लगभग 5 फिट अग्लो छ। यस्तै किसिमले अरू ठुला ठुला गुम्बाहरूमा मेरो कामहरू गइरहेको छ। विदेशका म्युजियमहरूमा पनि गइरहेको छ। सबैले चिन्छन्, बाहिरका मान्छेहरूले सबैले चिन्छन्। अब मेरो खास घर चाहिँ धुलिखेल हो। काभ्रे पलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा घर हो। तर धुलिखेल जन्मथलो भएर कार्यक्षेत्र चाहिँ ललितपुर पाटनमा गरिरहेको छु। धुलिखेल निवासी दीनानाथ कोलीज्यू नेपालका वरिष्ठ कलाकार मध्येका एक हुन्। परम्परागत कला थोज्यामा, यी कलामा निपुण DN श्रेष्ठ भन्नुहुन्छ। धातुको पातामा स्केच गरेर उठाएर बनाइने पौराणिक कला हो, जसलाई नेपाल भाषामा थोज्यामा ज्या भनिन्छ भने अङ्ग्रेजीमा यसलाई इम्बोसिङ आर्ट भनिन्छ। धुलिखेल स्थित ऐतिहासिक तथा प्राचीन नारायणथान मन्दिरमा रहेको गरुड स्तम्भमा रहेको 2वटा दायाँ बायाँ रहेको 2वटा मूर्ति मध्ये एउटाको टाउको चोरी भएपछि उनले नै पछि अर्को टाउको बनाएको बताउँदछन्। धुलिखेलको नारायण स्थानमा गरुडको ठुलो स्तम्भ सहित दायाँ बायाँ यो नारायणथान बनाउने परिसरका ब्यान्जु खलकका 2 जना आमा छोरा भएकोमा छोराको मूर्ति चाहिँ चोरी भएर हराइरहेको, टाउको हराएको भएर त्यहाँ पनि मैले त्यो टाउको बनाउने अवसर पाएको थिएँ। अनि टाउको चाहिँ थिएन, फोटो पनि थिएन। अब हुबहु त्यो धुलिखेलको मान्छे कस्तो देखिन्छ भनेर अनुमान गरेर बनाउने अवसर मिलेको थियो। अब आफ्नो स्थानीय ठाउँहरूमा पनि यस्तो बनाउने अवसर पाएको खण्डमा बनाइरहन्छु। बनाउने कसैले भन्यो भने
बनाउने गर्छु। काठमाडौँ कीर्तिपुरका प्रमुख आराध्य देव श्री बाघ भैरव मन्दिर जीर्णोद्धारपछि प्रमुख देवता मूर्ति धातुमा अनि चाँदीको भैरव मुखाकृत मुख्य गेटको भव्य तोरणहरू पनि दीनानाथ घोलीज्यू डिएन श्रेष्ठज्यूले नै बनाएका थिए। माटो मूर्तिहरू चाहिँ ठिमी चपाचेका वरिष्ठ एवं अग्रज कलाकार गणेश प्रजापतिले बनाएका थिए। आराध्य देव निर्माणमा ससम्मान राष्ट्रिय अभिलेखालयमा 3 पुस्ते नामावली विवरण पेश गरिएको थियो। विभिन्न उच्च विभागीय पुरस्कार तथा सम्मानले सुसज्जित धुलीखेलका निवासी यी कलाकारलाई हाम्रो तर्फबाट पनि उहाँको यस कार्यलाई सम्मान तथा सराहनीय व्यक्त गर्दछौँ, जो धुलीखेलको तथा देशको लागि चिनारी बनिरहेका छन्।